इन्फो संसार भविष्यका करोडपतिहरूको प्रेरणाको स्रोत। इन्फोका धनीहरू, इन्फो संसारको नयाँ श्रृङ्खलामा तपाईलाई स्वागत छ। आजको श्रृङ्खलामा हामी कसरी जीवन उपयोगी शिक्षा पाउन सकिन्छ भन्ने विषयमा कुराकानी गर्नेछौँ। तर यो भिडियो सुरु हुनुभन्दा अगाडि हाम्रो च्यानल इन्फो संसारलाई सब्स्क्राइब गरेर छेउको घण्टी थिच्न नभुल्नुहोला है। यसो गरी तपाईले हाम्रो च्यानलको सबै भिडियो सबैभन्दा पहिला हेर्न पाउनुहुनेछ। जब हामीले केही सफल व्यक्तिहरूलाई उनीहरूले कलेज अथवा विश्वविद्यालयमा सिकेको कुरा जीवनमा कतिको उपयोगी भयो भनेर सोध्यौं, जम्मा 11% मात्र उपयोगी भएको बताए। त्यसो भए आखिर के कुराले चाहिँ तपाईलाई जीवन उपयोगी शिक्षा पाउनु भएको छ भन्ने कुरा पुष्टि गर्छ त? यस भिडियोमा हामी जीवन उपयोगी शिक्षा पाउने 10 वटा तरिकाको बारेमा छलफल गर्नेछौँ। अब सुरु गरौँ है त। 1 नम्बर, अनलाइनबाट कुराहरू सिक्नुस्। इन्टरनेटको विकाससँगै यसमा हामीले शिक्षा सम्बन्धी धेरै कुराहरू पाउन थालेका छौँ। यसमा संसारका सबै कुराको बारेमा शिक्षा पाउन सकिन्छ। इन्टरनेटले आज शिक्षालाई सित्तैमा बाँडेको छ र यसको भरपूर फाइदा उठाउनु हामी सबैको हातमा छ। जस्तै हाम्रो च्यानल इन्फो संसारबाट पनि तपाईले पैसा कसरी कमाउने, अरू मानिसको प्यारो कसरी हुने जस्ता विषयहरूमा मजासँग सित्तैमा ज्ञान पाउन सक्नुहुन्छ। त्यसैगरी तपाईले खानेकुरा बनाउनेदेखि लिएर रकेट बनाउनेसम्म सबै तरिकाहरू इन्टरनेटमा भेट्न सक्नुहुन्छ। इन्टरनेट चलाउँदा याद गर्नुपर्ने एउटा कुरा भनेको चाहिँ यसमा धेरै सिक्ने स्रोतहरू हुन्छन्। त्यही भएर तपाईले अलि भरपर्दो कोर्स छनौट गर्न पनि केही समय दिनुपर्छ। इन्टरनेटमा कुराहरू सिक्दा सकेसम्म एउटा समयमा एउटै टिचर अर्थात् एउटै च्यानलबाट सिक्ने प्रयास गर्नुस्। जस्तै तपाईले अहिले आफ्नो जीवन कसरी सुधार गर्ने भन्ने विषयमा अध्ययन गरिराख्नु भएको छ भने केही समय इन्फो संसारको सबै भिडियोहरू हेर्नुस्। यो गर्न तपाईँ हाम्रो प्लेलिस्टमा जान सक्नुहुन्छ। यसो गर्नाले तपाईलाई तर्कसङ्गत रूपमा कुनै पनि कुरा सिक्न सक्नुहुन्छ र यो कलेजमै कोही टिचरसँग पढेको जत्तिकै सहयोगी हुन्छ। यदि तपाईले धेरैवटा स्रोतबाट एउटै कुरा सिक्नुभयो भने चाहिँ तपाईँ विभिन्न कुरामा झुक्किन पनि सक्नुहुन्छ। दोस्रो नम्बरमा आउँछ आफ्नो क्षेत्रमा भइरहेको नयाँ कुरामा अपडेटेड बस्नुस्। विज्ञान र टेक्नोलोजीको विकाससँगै संसारमा हरेक दिन नयाँ कुराहरू पत्ता लाग्दै छन्, तर हिजो उपयुक्त भएको कुरा आज नहुन पनि सक्छन्। त्यसैले हामीले आफूलाई नयाँ न्यूज अनि आविष्कारहरूको बारेमा ज्ञान दिइरहनुपर्छ। यदि तपाईले यसो गर्नु भएन भने तपाईँ पुरानो परम्परागत शिक्षामै अड्किनुहुन्छ र नयाँ कुराको ज्ञान हुने व्यक्तिहरूले तपाईलाई सजिलै उछिन्न सक्छन्। त्यसैले हरेक दिन केही नयाँ कुरा सिक्ने संकल्प लिनुस् अनि आफूलाई आफ्नो क्षेत्रको सबैभन्दा जान्ने व्यक्ति बनाउने प्रयत्न गर्नुस्। हरेक दिन केही नयाँ सिप अथवा नयाँ विषयको बारेमा अध्ययन गर्न समय छुटाउनुस् र यसो गर्नाले तपाईको दिनदिनै त्यही एउटा समयमा केही नयाँ कुरा सिक्ने बानी बस्छ। यदि तपाईले बिहान पढ्दा राम्रोसँग बुझ्नुहुन्छ भने बिहान अध्ययन गर्न सक्नुहुन्छ। नभए चाहिँ तपाईलाई दिनभरिमा जतिखेर सबैभन्दा पढ्न जाँगर लाग्छ त्यति बेला यी कुरा सिक्न सक्नुहुन्छ। 3 नम्बरमा आउँछ आफूभन्दा धेरै अनुभव भएको व्यक्तिसँग सहयोग लिनुस्। यो एउटा कुरा एकदमै महत्त्वपूर्ण सिक्ने तरिका हो। हाम्रो जीवन सधैँभरिलाई रहँदैन र हामीले आफ्नो जिन्दगीमा सबै चाहेको कुरा गर्न सक्दैनौँ। त्यसैले तपाईले अरू व्यक्तिहरूले उनीहरूको जीवनमा गरेको गल्तीहरूबाट निकै धेरै कुरा सिक्न सक्नुहुन्छ। यति मात्र नभई तपाईले कोही अनुभवी व्यक्तिबाट सहयोग लिनुभयो भने तपाईले उनीहरूबाट व्यक्तिगत सुझाव र सरसल्लाह पनि लिन सक्नुहुन्छ। यदि तपाईले आफ्नो क्षेत्रमा दक्ष भइसकेका व्यक्तिहरूको मार्गदर्शन लिनुभयो भने तपाईले त्यो क्षेत्रमा कसरी काम गर्नुपर्छ र त्यो क्षेत्र कसरी चल्छ भन्ने कुरा बुझ्न सक्नुहुन्छ। यसो गर्दा तपाईले आफ्नो क्षेत्रको बारेमा कोरा किताबी ज्ञान मात्रै नभई व्यावहारिक अनुभव बटुल्न सक्नुहुन्छ। किताबी ज्ञान पनि कुराहरू बुझ्नलाई एकदम महत्त्वपूर्ण छ, तर यो भन्दा पनि बढी महत्त्वपूर्ण व्यावहारिक ज्ञान हुन्छ। जीवनमा काम लाग्ने व्यावहारिक ज्ञान कसरी प्राप्त गर्ने भन्ने विषयमा हामी अरू भिडियो पनि बनाउनेछौँ। 4थो नम्बरमा आउँछ आफ्नो क्षेत्रभित्र पनि कुनै उपक्षेत्रमा विशेषज्ञ बन्नुस्। हामी प्राय जीवनमा धेरैवटा कुरा गर्न सक्नुलाई राम्रो मान्छौँ, तर सत्य के हो भने हामीले जति सानो क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्छौँ यो हाम्रो लागि त्यति राम्रो हुन्छ। तपाईले धेरैवटा काममा हात हाल्नुभयो भने तपाईँ कुनै क्षेत्रमा पनि विशेष हुन सक्नुहुन्न र तपाईको खास पहिचान कुनै पनि क्षेत्रमा हुँदैन।
तर यदि तपाईँ एउटा सानो क्षेत्रको विशेषज्ञ हुनुभयो भने तपाईँको मूल्य बढ्छ र मानिसहरू तपाईँलाई नै खोज्न थाल्छन्। यदि तपाईँले कलेज अथवा विश्वविद्यालयबाट कुनै विषय पढ्नु भएको छ भने यही विषय पढेका अरू पनि धेरैजना हुन्छन्। त्यसैले यदि तपाईँलाई जागिर खोज्ने बेला अथवा अरू कुनै अवसर आउँदा अरूभन्दा विशेष व्यक्तिको रूपमा देखा पर्न मन छ भने तपाईँ कुनै क्षेत्रको विशेषज्ञ हुन जरुरी छ। 5 नम्बरमा आउँछ आफ्नो लागि कोही जान्ने सल्लाहकार खोज्नुहोस्। यदि तपाईँले आफ्नो क्षेत्रको कोही अनुभवी व्यक्तिलाई आफ्नो सल्लाहकार बनाउनु भयो भने योभन्दा राम्रो सिक्ने तरिका तपाईँको लागि अरू केही पनि हुन सक्दैन। तपाईसँग कोही अनुभवी सल्लाहकार भयो भने तपाईँलाई आफ्नो क्षेत्रको अरू व्यक्तिहरूसँग चिनजान गरेर एउटा नेटवर्क बनाउन पनि निकै सजिलो हुन्छ। तपाईँले भेट्ने यी सबै मानिस तपाईँको भविष्यको लागि कुनै न कुनै तरिकाले काम लाग्न सक्छन्। यदि तपाईँले यस्तो भेटघाट गर्ने ठाउँ पाउनु भएको छैन भने तपाईँले आफ्नो क्षेत्रको मान्छेहरूलाई लिङ्क्डइन नामक सामाजिक सञ्जालमा पनि खोज्न सक्नुहुन्छ। त्यसैगरी आज इन्टरनेटको जमाना भएकाले तपाईँले सजिलै नेपालमा आफ्नो क्षेत्रमा को सल्लाहकार छ भनेर खोज्न पनि सक्नुहुन्छ। 6 नम्बरमा आउँछ आफ्नो पढाइ अहिले रोकिराख्नु भएको छ भने कतै कलेज अथवा युनिभर्सिटी जोइन गर्नुहोस्। यदि तपाईँले केही समयदेखि औपचारिक अध्ययन गर्न पाउनु भएको छैन भने तपाईँले आफ्नो नजिकैको कलेजमा भर्ना गरेर त्यहाँ पढाइ हुने किताबहरू लिन सक्नुहुन्छ अथवा त्यस कलेजमा हुने लेक्चरमा भाग लिन सक्नुहुन्छ। हुन त तपाईँले आज इन्टरनेटको जमानामा इन्टरनेटबाटै मात्र पनि धेरै जसो ज्ञान पाउन त सक्नुहुन्छ, तर कलेज गएर पढ्दा तपाईँले के कुरा पढ्न महत्त्वपूर्ण छ भन्ने कुरा थाहा पाउनुहुन्छ र तपाईँले एउटा क्रमशैली अनुसार विषयवस्तु पढ्न सक्नुहुन्छ। कलेज अथवा विश्वविद्यालय नै नगए पनि तपाईँ नजिकै कहीँ लाइब्रेरी अर्थात् पुस्तकालयको सदस्य बन्न सक्नुहुन्छ। यो तपाईँले कि त सित्तैमा कि त एकदम सस्तोमा गर्न सक्नुहुन्छ। यो गरेमा तपाईँले आफूलाई इच्छा लागेको बेला गएर आफूलाई रमाइलो लाग्ने विषयवस्तुको बारेमा अध्ययन गर्न सक्नुहुन्छ। 7 नम्बरमा आउँछ तपाईँको लेखन शैली र बोल्ने शैली सुधार्नुहोस्। तपाईँले जति नै ज्ञान बटुले पनि तपाईँले यदि यसलाई बोली वा लेखनको रूपमा अरूलाई व्यक्त गर्न सक्नु भएन भने त्यो ज्ञानको खासै महत्त्व हुँदैन। त्यसैले यदि तपाईँलाई मानिसहरूको अगाडि बोल्न डर लाग्छ अथवा आफ्नो लेखन शैली त्यति राम्रो छैन जस्तो लाग्छ भने यी कुरामा सुधार ल्याउनुहोस् र यी सिपहरू सिक्ने अवसर खोज्नुहोस्। यदि तपाईँलाई अरूहरूको अगाडि बोल्दा डर लाग्छ भने यसको दुईवटा कारण हुन सक्छन्। पहिलो कारण हो तपाईँलाई अरू मानिसले के भन्लान् भनेर डर लाग्छ। यो डर पनि अभ्यास गर्दा गर्दै आफै हराउँछ। यसको अर्को कारण चाहिँ तपाईँलाई बोल्ने अभ्यास नपुगेको हुन सक्छ वा तपाईँलाई त्यो विषयको बारेमा एकदम राम्रो ज्ञान नभएको पनि हुन सक्छ। त्यसैले तपाईँले आफूलाई मनपर्ने विषयको बारेमा गहिरो अध्ययन गरेर निरन्तर ऐनामा बोल्ने अभ्यास गर्नुपर्छ। केही समयपछि हामीले इन्फो संसारबाट तपाईँलाई यस्ता महत्त्वपूर्ण सिपहरू सिकाउनेछौँ। त्यसैले सब्सक्राइब गरेर छेउको घन्टी चाहिँ थिच्न पर्ने हुन्छ है। 8 नम्बरमा आउँछ किताबहरू पढ्नुहोस्। यो कुरा हामीले इन्फो संसारको लगभग सबै भिडियोमा भनेका छौँ होला। यो एकदमै महत्त्वपूर्ण छ किनकि किताब पढेर नै तपाईँले कोही व्यक्तिले जीवनभरिमा सिकेको कुरा 1 हप्ताभित्रै पढ्न सक्नुहुन्छ। यो तथ्याङ्क हामीले बेला बेलामा भनेका छौँ र फेरि पनि भन्ने छौँ। एउटा सफल र धनी व्यक्तिले वर्षमा औसत 50 वटा किताब पढ्छ, तर एउटा सामान्य व्यक्तिले वर्षभरिमा जम्मा एउटा किताब मात्र पढ्छ। यदि तपाईँले धेरैवटा किताब पढ्नु भयो भने तपाईँसँग धेरै ज्ञान हुन्छ र यसो भएपछि तपाईँले लेख लेख्दा अथवा अरूसँग बोल्दा पनि यो ज्ञानलाई प्रयोग गर्न सक्नुहुन्छ। त्यसैगरी तपाईँले किताब पढेर आफ्नो क्षेत्रका व्यक्तिहरूले गरेको गल्तीको बारेमा पनि थाहा पाउनुहुन्छ र यी गल्तीहरूबाट आफू चाहिँ बच्न सक्नुहुन्छ। 9 नम्बरमा आउँछ आफ्नो वरिपरि हुन लागेका कार्यक्रमहरूमा जानुस्। प्राय ठाउँ ठाउँमा विभिन्न क्षेत्रका विशेषज्ञ व्यक्तिहरूले कार्यक्रमहरूमा आफ्नो ज्ञान बाँड्ने गर्छन्। यस्तो अवसरहरू देख्नुभयो भने यसको फाइदा उठाएर यी कार्यक्रमहरूमा जानुस्। तपाईँले यस्ता कार्यक्रममा जाँदा बोलिरहेको व्यक्तिबाट त कुराहरू सिक्नुहुन्छ नै, त्यो बाहेक तपाईँले त्यहाँ भेट्ने अरू व्यक्तिहरूबाट पनि धेरै कुरा सिक्न सक्नुहुन्छ। यी व्यक्तिहरू पनि त्यही कार्यक्रममा आएका हुनाले उनीहरूसँग तपाईँको विचार मिल्ने सम्भावना पनि धेरै हुन्छ। यस्तो कार्यक्रमहरू खोज्न तपाईँ फेसबुक ग्रुपहरूमा जोइन हुन सक्नुहुन्छ र फेसबुकमा कुनै इभेन्ट हुन लागेको देख्नुभयो भने त्यो जोइन गर्न सक्नुहुन्छ। त्यसैगरी तपाईँले आफू जस्तै इच्छुक साथीहरू बनाएर उनीहरूबाट पनि यस्ता कार्यक्रमका बारेमा खबर पाउन सक्नुहुन्छ। 10 नम्बरमा आउँछ अनलाइनमा विश्वविद्यालयका कोर्सहरू लिनुहोस्। अचेल विभिन्न अनलाइन प्लेटफर्महरूमा सित्तैमा विश्वका ठूला ठूला कलेजको कोर्सहरू पढाइ हुन्छन्। तपाईँले यस्तो कोर्स जोइन गर्नुभयो भने घर बसी बसी विभिन्न कलेजको कोर्सहरू सिक्न सक्नुहुन्छ र तपाईँले यी कोर्स पढ्दाखेरि अरू पनि यो कोर्स पढ्ने व्यक्तिहरूसँग सरसल्लाह गर्न सक्नुहुन्छ र नबुझेको कुराहरू सोध्न सक्नुहुन्छ। हामी आजको युगमा जन्मिनु भनेको निकै भाग्यको कुरा हो।
हामी बुवा आमाको पालामा र त्योभन्दा अगाडि इन्टरनेट जस्तो सहयोगी कुरा थिएन। आज हामीले यो मौका पाएका छौँ र यसको भरपूर फाइदा उठाउनु भनेको हामीहरूको कर्तव्य हो। हामीले इन्टरनेटबाट प्राप्त गरेको ज्ञानलाई सदुपयोग गरेर आफै नयाँ नयाँ कुराहरूको खोज पनि गर्नुपर्छ। यस्तो विशाल अवसरको फाइदा उठाउन सकेनौँ भने यो हामीहरूको लागि लज्जास्पद कुरा हुन्छ। तपाईलाई अनलाइन शिक्षाको बारेमा कुनै प्रश्न छ भने हामीलाई कमेन्टमा सोध्न नबिर्सिनु होला है। त्यसैगरी तपाईलाई यो भिडियो मन पर्यो भने यसलाई लाइक गरेर च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नु होला। हामी यस्तै नै सन्देशमूलक भिडियोहरू लिएर फेरि पनि आउनेछौँ। त्यति बेलासम्म प्रतीक्षा गर्नुहोला। धन्यवाद।